हेलो दाजुभाइ चाहिँ यो खानासाना खाएर रेडी भएर रुमबाट निस्किसकेको ड्युटी हिँडेको म पनि होइन त्यस्तै हो खालि जान्छु म पनि ड्युटी चाहिँ म ढिलो निस्किन्छु रुमबाट अहिले टाइम त भइसकेछ होइन टाइम त 2 बज्न लागिसक्यो कि 2 बजे त्यहाँ पुग्नुपर्ने हो चाहिँ ढिलो निस्किन्छु चाहिँ हल्ला भइरहेछ धेरै जाम हुन्छ क्या स्कुलमा धेरै पढाइ हुन्छ कि हल्ला हुन्छ चाहिँ केटाहरू हिँड्दैछ म चाहिँ यता सर्टकट जान्छु क्या बाटो गइरहने सर्टकट चलिदिन्छु चाहिँ डम्पिङ हो चाहिँ यहाँ छु चाहिँ नेक्स्ट छ सक्नुहुन्छ घाम लाग्छ अचेल अलिक गर्मी बढेको छ होइन के भन्ने अब यहाँ म सिजन चेन्ज भयो गर्मी बढेको छ यहाँनिर त यो देख्नुहुन्छ खजुरहरू नि फुल्न सुरु भइसकेको छ खजुरको बोटहरू सानोमा झुप्पा भइसकेको छ त्यही हो हेर्दै अहिले देखाउने छु खजुर कस्तो हुन्छ यहाँ फुलेको हेर्न सक्नुहुन्छ यही हो खजुरको बोट त्यहाँ फुलेर त्यहाँ त्यो जाली जस्तै हुन्छ त्यो बाँधेको हुन्छ क्या त्यो धेरै नलड्कियो भाँचिन्छ भनेर बाँधिरहेको हुन्छ फुल फुलिरहेछ यहाँ अहिले यही हो नेक्स्ट होइन मैले आइपुग्न लागिसक्यो अब यो चाहिँ बच्चाको किड्स स्कुल हो यतापट्टि एउटा छ यो चाहिँ खजुर फुलिसकेको छ यहाँ हेर्नु त्यहाँ खोज्नु उनीहरूलाई यहाँ बाटोमा यो यसको पातहरू आएको थियो काट्दैछ यो फुलिसकेको छ यो अब अलि दिनमा यो पाकेर खाने बेला हुन्छ त्यतिखेर चोर्दै खानुपर्छ होइन बाटोमा पाकेको फल भेट्यो भने खानुपर्छ क्या छोड्नु न ल फाइनली म पनि नेक्स्ट आइपुगेँ ल बाई बाई